युएसमा डिड बुक गर्ने क्रममा हामीले DS-160 भर्नुपर्ने हुन्छ। DS-160 को डिफ्रेन्ट पार्ट्सहरू हुन्छ, पर्सन्सहरू छ। एउटा पर्सन के रहेको छ भन्दाखेरि चाहिँ डु हेभ एनी फ्यामिली और रिलेटिभ्स इन युएस भन्ने एउटा क्वेसन रहेको हुन्छ। र नेपालमा एउटा स्टिगमा के छ भने हामीले युएसमा कोही पनि साथीभाइ छ मेरो, युएसमा कोही मेरो रिलेटिभ्स हुनुहुन्छ भनेर देखाइयो भने भिजा लाग्दैन भन्ने एउटा स्टिगमा अट्याच छ। र त्यो स्टिगमा रङ प्रुभ गर्नको लागि हामी समक्ष एउटा इक्जाम्पल हुन्छ जसले चाहिँ यस भिजा अफिसरलाई नै मेरो रिलेटिभ्स हुनुहुन्छ भनेर भन्नुभएको थियो। र DS-160 भर्ने क्रममा पनि उहाँले मेरो अङ्कल युएसमा हुनुहुन्छ भनेर भएको थियो। र एम्बेसीमा इन्टरभ्यु दिन जानुभयो। त्यो इन्टरभ्यु दिने क्रममा भिजा अफिसरले DS-160 को समरी हेरेर उहाँलाई प्रश्न राख्नु भएको थियो, तपाईको यो फलाना फलाना नाम गरेको व्यक्ति युएसमा हुनुहुन्छ? अनि उहाँले यस भनेर भनिसकेपछि भिजा अफिसरले गुड भनेर भन्यो। र अनि एउटा जुन हाम्रो हुन्छ नि पोजिटिभिटी अथवा जुन अनेस्टी देखिएर त्यसकारणले गर्दा उहाँको भिजा आउन अलिकति सहज भएको थियो। त्यसकारणले गर्दा लेट्स हियर हर स्टोरी, कसरी चाहिँ उहाँ युएस प्रोसेसिङ स्टार्ट गर्नुभयो, जर्नी कतिको टफ थियो र एम्बेसीमा गइसके पछाडि उहाँको पाएको इन्भाइरोमेन्ट के थियो। सो कङ्ग्रेचुलेसन्स सिद्धिका अन योर भिजा ग्रान्ट। सो तिमीले चाहिँ पहिला सुरुमा हामीले युनिभर्सिटी सिलेक्सन गर्ने क्रममा अथवा इभन युनिभर्सिटी भन्दा अगाडि पनि हामीले कन्ट्री डेस्टिनेसन सिलेक्ट गर्ने क्रममा चाहिँ देयर प्लेथोरा अफ कन्ट्रिज हैन, युके, अस्ट्रेलिया, क्यानाडा, कति धेरै कन्ट्रिज छन् नि त। त्योमध्ये युएस फर्स्ट अफ अल युएसमा ल्यान्ड कसरी भयो, हामी युएस नै कसरी रोज्यौँ हामीले? मेरो युएसमा रिलेटिभ्स हुनुहुन्छ होइन, अनि फर्स्ट त त्यही हो। अनि सेकेन्ड चाहिँ मलाई त्यहाँको इन्भाइरोमेन्टसँग हल्का गर्नु थियो, इन्टरेक्ट गर्नु थियो। अनि त्यहाँ अभियसली टेक एकदमै एडभान्स छ नि त। अनि सिन्स मेरो मेजर टेकतिरै छ, या आई थिङ्क यस। सो 3 रिजन्स आई वुड से। एउटा भनेको रिलेटिभ्स त्यहाँ गइसकेपछि आफूलाई त्यो इन्भाइरोमेन्टमा एस्टिमुलेट हुन सजिलो हुन्छ, त्यस कारणले गर्दा हामीले रोज्यौँ। अर्को भनेको चाहिँ टेकमा चाहिँ स्पेसली युएस इज फर फ्रन्टमा छ नि त, त्यस कारणले गर्दा भोलि भर्खर त्यहाँ गइसकेपछि आफूले पाउने अपर्च्युनिटी पनि त्यही हिसाबले पाइन्छ। सो कन्ट्रीमध्ये चाहिँ हामीले युएसए रोज्यौँ। अनि युएसए रोजिसके पश्चात चाहिँ अनि प्रोसेसिङको लागि एउटा हात चाहिन्छ साथ दिनको लागि। त्यसको लागि चाहिँ धेरै कन्सल्टेन्सीहरू डुल्यो होला। त्योमध्ये केआइसी चाहिँ तिमी कसरी आइपुग्यो? मेरो चाहिँ केआइसी पनि मलाई मेरो ठुलबाबाले नै ल्याउनु भएको हो होइन। यहाँ धेरै गरेछ, लाइक इट्स अ गुड कन्सल्टेन्सी। यहाँबाट इम्प्रुभमेन्ट तिमी एकदमै पाउँछौ, लाइक अरू कन्सल्टेन्सी भन्दा यता रिजल्ट्सहरू पाउँछ भन्नुभयो। अनि यता आएँ अनि सबै बुझेँ अनि आई लाइक इट, द्याट्स वाइ। ओके, सो भनेपछि पहिला रेफरेन्सबाट आइयो। अनि कहिले के भनिन्छ नि रेफरेन्सको चाहिँ पोजिटिभ हुनसक्छ, तिम्रो नेगेटिभ पनि हुनसक्थ्यो नि त। रेफरेन्सबाट तिमी यहाँ आइसके पछाडि तिमीले पाएको इन जेनरल जुन इन्टरभ्यू प्रिपरेसनदेखि लिएर प्रोसेसिङ साइकलदेखि लिएर कतिको गाह्रो साह्रो अथवा कतिको सहज भएको थियो प्रोसेसिङ चाहिँ मेरो एकदम सजिलो थियो, सिम्पल थियो। यता डकुमेन्ट्सहरू ल्याएँ अनि त्यस्तै युनिभर्सिटीहरू चुज गरेँ काउन्सिलिङ गरेर। अनि प्रोसेसिङ भनेपछि युएसको लागि प्रोसेसिङ खासै गाह्रो छैन भनेर बुझ्न सकिन्छ हामी, राइट? अनि त्यस पछाडि चाहिँ सबै काम भइसकेपछि युनिभर्सिटी भयो अनि हामी इन्टरभ्यू प्रिपरेसन स्टार्ट गर्छौँ। अनि सबै सकिसके पछाडि इन्टरभ्यू डेट बुक भएको दिन हामी एम्बेसी जानुपर्ने हुन्छ। अनि त्यहाँनिर गइसके पछाडि तिमीले पाएको इन्भाइरोमेन्टहरू के थियो र तिमीलाई सोधिएका प्रश्नहरू के थियो एउटा भ्युअर्सलाई भनिदेऊ न हाम्रो। त्यहाँ जाँदा चाहिँ म लाइक अरू बेला भन्दा खासै नर्भस थिइनँ। अनि त्यहाँ गएँ, लाइनमा बसेँ अनि आई स्टार्टेड इन्टरेक्टिङ विथ त्यहाँको मान्छेहरू, के गफ गरेँ जस्ट टु काम माई नर्भ्स। अनि भित्र गएपछि मलाई चाहिँ इन्डियन भिओका पठाउनु भएको थियो। अनि गएँ अनि हि आस्क्ड मी मेरो आइएल्समा कति आएको थियो भनेर। देन हि आस्क्ड मी अबाउट मेरो सिब्लिङ्स, माई पेरेन्ट्स। अनि देन हि आस्क्ड मी इफ आई हेभ एनी relatives in the US. अनि मैले चाहिँ DS-मा जसरी लेखेँ थिएँ त्यसरी नै भने। And then he asked me how I knew about this university. अनि then he asked, last question he asked me was मेरो physicsमा हल्का low grades छ, so how do you plan to improve it in the US भनेर। And I told him मेरो answer, then he granted मेरो visa. Okay, so congratulations again. I think you're a student who's trying to go to USA or student who are currently in high school and trying to pursue their education in USA. What are the suggestion din pare bhन्छ के suggestion दिन्थ्यो? I think you should get out of your comfort zone. And if you don't have confidence, build up your confidence, get yourself in difficult positions because it matters a lot. Okay, मान्छे मेन कुरा भनेको त्यहाँनिर गएर तिमी कसरी बोल्छौ, कन्फिडेन्स के छ भन्ने कुरालाई म्याटर गर्छ, राइट? सो कन्फिडेन्स इज द की, राइट? सो अगेन कङ्ग्रेचुलेसन्स विथ द गाइ हैन। सो हामीले सुनिहाल्यो एउटा उहाँको स्टोरी कसरी अगाडि बढेको थियो र बढ्ने क्रममा चाहिँ हर्डल्सहरू खासै युएसको लागि केही पनि हुँदो रहन्छ। मेन भनेको इन्टरभ्यू हामीले कसरी क्र्याक गर्छौँ भन्ने कुरामा भर परेको हुन्छ। उहाँको अनुसार चाहिँ कन्फिडेन्स के हुन्छ, कन्फिडेन्स बिल्डअप गर्नको लागि हामी के गर्नु पर्यो त, आफू त्यो एउटा जुन हामी बबलमा बस्छौँ, जुन कम्फर्ट जोनमा बस्छौँ, त्यो कम्फर्ट जोनभन्दा बाहिर निस्क्यो भने बल्ल हामी डिफिकल्ट सिचुएसनमा
परिन्छ अनि बिस्तारै बिल्डअप हुने कुराहरू हो यो आज मेबी तपाईँलाई वाइ युएस बाइ दिस युनिभर्सिटीको आन्सर भन्न गाह्रो लाग्छ भने एक्चुअली ग्रुपमा आएर मेबी जस्ट इन्ट्रोडक्सन दिनुहोस् भोलिपल्ट गएर एउटा क्वेसनको आन्सर भन्नुहोस् पर्सि अलिकति त्यसलाई बिल्डअप गर्दै गर्दै गइयो भने चाहिँ बल्ल कन्फिडेन्स बिल्डअप हुन्छ नत्र भने आजको भोलि हुने चिज होइन त्यस कारणले गर्दा इन्टरभ्यू क्र्याक गर्नु मन छ भने प्लिज वी आर हियर टु हेल्प यु एज वेल केआइसी इज लोकेटेड केआइसी लालुपाते मार्ग अनि हामीले आन्सर्स रिभ्यूदेखि लिएर सबै जर्नीमा तपाईँहरूलाई हेल्प गर्छौँ थ्याङ्क यू फर लिसनिङ टु अस केआइसी क्यानाडा अस्ट्रेलिया हुन्छ बेलायत नि केआइसी विदेश जाने पुरा हुन्छ सपना बच्चे